एरोप्लेनको बारेमा चाहिँ यस्तो फ्याक्ट्सहरू जुन चाहिँ हजुरहरूमध्ये सायद नै कसैले सुन्नुभएको होला। फ्याक्ट्स नम्बर 1, जब चाहिँ हजुरहरू कुनै पनि एउटा प्लेनमा चढ्नुहुन्छ त्यहाँ चाहिँ एउटा सिटमा चाहिँ ट्रायंगलको लोगो डिजाइन बनेको हुन्छ, तर असलमा चाहिँ त्यो डिजाइन होइन। खासमा चाहिँ त्यो एउटा सिट विङ लोकेटर हो जहाँबाट चाहिँ प्लेनको पंखाहरू मजाले हेर्न सकिन्छ। र यो ट्रायंगललाई चाहिँ फ्लाइट एटेन्डेन्ट्सहरूले चाहिँ इमर्जेन्सी या इन्स्पेक्सनको बेलामा युज गर्ने गर्छन्, जसको युज गरेर चाहिँ प्लेनको विङ्स चाहिँ ड्यामेज भएको छ कि नै भन्ने कुरा थाहा हुन्छ। र यदि हजुरहरू पनि म जस्तै फोटो खिच्न शौकिन हुनुहुन्छ भने चाहिँ हजुरहरूको लागि यो सिट एकदमै राम्रो हो। फ्याक्ट्स नम्बर 2, प्लेनको विङ्समा चाहिँ हुक बनाइएको हुन्छ, तर यसको असली काम चाहिँ के छ भन्ने चाहिँ हजुरहरूमध्ये सायद नै कसैलाई थाहा होला। खासमा चाहिँ यो हुकलाई विङ हुक भनिन्छ र यसको काम चाहिँ इमर्जेन्सीको बेलामा प्यासेन्जरको ज्यान बचाउनु हो। तर कसरी? खासमा चाहिँ जब चाहिँ प्लेन इमर्जेन्सीको बेलामा पानीमा ल्यान्ड गर्नुपर्ने हुन्छ तब चाहिँ यो हुकको हेल्पले चाहिँ इमर्जेन्सी डोर खोलिने गरिन्छ, जसबाट चाहिँ प्लेनमा बसेको प्यासेन्जरहरूलाई चाहिँ इभ्याकुएट गर्न काम आउँछ। र यसको वर्किङ मेकानिजम चाहिँ यस प्रकारको छ, जसमा चाहिँ एउटा डोरी हुन्छ र त्यो डोरीलाई चाहिँ डोर फ्रेम र हुकसँग जोडिन्छ र एउटा ह्यान्डरेल बनाइन्छ, जस कारणले गर्दाखेरि चाहिँ प्लेनमा बसेको प्यासेन्जरहरू इभ्याकुएट गर्ने बेलामा चाहिँ प्लेन विङमै चिप्लेर चाहिँ पानीमा झर्दैनन्। फ्याक्ट्स नम्बर 3, के हजुरहरूले सोच्नु भएको छ प्राय जसो प्लेनहरू चाहिँ किन सेतो नै हुन्छ? खासमा चाहिँ प्लेनहरू उचाइमा उड्ने गर्छन्, जस कारणले गर्दाखेरि चाहिँ प्लेनमा चाहिँ धेरै लाइट पर्ने गर्छ र त्यो लाइटलाई रिफ्लेक्ट गर्नको लागि चाहिँ व्हाइट कलर युज गरिन्छ, जसको हेल्पले गर्दाखेरि चाहिँ प्लेनमा आउने सनलाइटहरू चाहिँ यसले रिफ्लेक्ट गरिदिन्छ र प्लेनको टेम्परेचर कन्स्ट्यान्ट रहन्छ। साथसाथै प्लेनमा आउने स्क्रैचेस र डेन्टहरू चाहिँ व्हाइट कलरमा मजाले देख्न सकिन्छ। फ्याक्ट्स नम्बर 4, धेरै जस्तो कमर्सियल प्लेनहरूमा चाहिँ हत्कडी पनि लुकाएर राखिएको हुन्छ जुन चाहिँ प्लास्टिकको जिप्टाई जस्तो हुन्छ, तर प्लेनमा चाहिँ हत्कडीको के काम छ होला? खासमा चाहिँ प्लेन नर्मली 35,000 फिटमा उडिरहेको हुन्छ, तर त्यो बेलामा चाहिँ कुनै प्यासेन्जरले चटाई फटाई गर्न खोज्यो भने चाहिँ त्यो मान्छेलाई नियन्त्रणमा लिनको लागि चाहिँ यो हत्कडी युज गरिन्छ। त्यसपछि चाहिँ जब चाहिँ प्लेन एयरपोर्टमा ल्यान्ड हुन्छ तब चाहिँ त्यो चटाई फटाई गर्ने प्यासेन्जरलाई चाहिँ पुलिसको जिम्मा लगाइन्छ। र अचम्मको कुरा चाहिँ त्यो चटाई फटाई गर्ने प्यासेन्जरलाई समात्नको लागि चाहिँ फ्लाइट अटेन्डेन्ट्सहरूलाई चाहिँ कुनै पनि प्रकारको अर्डर्सहरू चाहिँदैन। यानि कि प्लेनमा चाहिँ हजुरहरू चढ्दाखेरि चाहिँ कसैले चटाई फटाई गरेछ या हजुरहरूले नै चटाई फटाई गर्नु भएको छ भने चाहिँ हजुरहरूलाई समात्नको लागि कुनै पनि अथोरिटी चाहिँदैन। फ्याक्ट्स नम्बर 5, खासमा चाहिँ कुनै पनि लामो यात्रामा जान लागिरहेको प्लेनमा चाहिँ 2 जना पाइलट हुन्छ, जसमा चाहिँ एकजना चाहिँ इमर्जेन्सीमा काम आउँछन् र यिनै पाइलट र को पाइलट बीच चाहिँ दुईटा छुट्टै छुट्टै खानाहरू सर्भ गरिन्छ, जसमा चाहिँ यति समान हुन्छ कि केही गरी एउटा पाइलटलाई चाहिँ भेज खाना दिइएको छ भने चाहिँ अर्कोलाई चाहिँ नन भेज खाना दिइन्छ। र यो गर्नुको मुख्य कारण चाहिँ केही गरी एउटा पाइलटलाई फुड पोइजनिङ भयो भने चाहिँ अर्को पाइलटले चाहिँ त्यो प्लेनलाई मजाले ल्यान्ड गर्न सकोस् भनेर हो। फ्याक्ट्स नम्बर 6, के हजुरहरूलाई थाहा छ जब चाहिँ प्लेन चाहिँ टेक अफ या ल्यान्डिङ गर्ने बेलामा हुन्छ तब चाहिँ यसको क्याबिन लाइटलाई चाहिँ किन डिम गरिन्छ? खासमा चाहिँ हाम्रो आँखालाई चाहिँ उज्यालोदेखि अँध्यारोसम्म जाँदाखेरि चाहिँ त्यसलाई एडजस्ट गर्न केही समय लाग्छ, जुन चाहिँ नर्मली चाहिँ 15 देखि 30 सेकेन्डको हुन्छ। र यही कारणले गर्दाखेरि चाहिँ क्याबिन लाइटलाई चाहिँ डिम गरिन्छ, जस कारणले गर्दाखेरि चाहिँ पाइलटले चाहिँ आफ्नो आँखालाई मजाले एडजस्ट गर्न सक्छन् र त्यो प्लेनलाई चाहिँ मजाले ल्यान्डिङ या टेक अफ गर्न सक्छन्। फ्याक्ट्स नम्बर 7, एरोप्लेन भित्र चाहिँ एकदमै धेरै एक्सटेन्सिभ वायरिङ गरिन्छ। उदाहरणकै लागि बोइङ 747 लाई नै लिनुहोस्, जसमा चाहिँ 240 किलोमिटर लामो चाहिँ वायरिङ गरिएको छ र यही वायर चाहिँ प्लेनको डेली अपरेसनमा पनि युज गरिन्छ। फ्याक्ट्स नम्बर 8, हजुरहरू चढ्ने प्लेनमा चाहिँ नर्मली हिडन टोइलेट बटन पनि हुन्छ, जुन चाहिँ फ्लाइट अटेन्डेन्टलाई मात्र थाहा हुन्छ, र यो बटन चाहिँ नर्मली इमर्जेन्सी प्यासेन्जरको लागि मात्र खोलिन्छ, जसले चाहिँ हिडन रेस्टरुम खोल्छ र त्यहाँ चाहिँ त्यो इमर्जेन्सी प्यासेन्जरलाई राखिन्छ।